कामबाट आउनु पाएको छैन यो नक्कलीलाई हेर कता हो कता ओके वेलकम टु माई मिनी ब्लग गाइज होइन पानी परिरहेको छ रेनकोट ओढेर जानुपर्ने हुन्छ म चाहिँ पुगेँ बनागी चौतारा समाज घरमा आज चाहिँ हाम्रो स्पेसली चाहिँ हाम्रो चेलीबेटीहरूको चाहिँ कस्तो नै चेलीबेटीहरूको चाहिँ प्रोग्राम छ होइन अनि यहाँ चाहिँ पुरा डान्स प्र्याक्टिस चलिरहेछ कि अनि हाम्रो स्पेसल हाम्रो आजको स्पेसल गेस्टहरू चाहिँ आइसक्नु भएको छ बाजेहरू बजे सबै लाउरे हुनुहुन्छ बाहिरबाट आउनुभएको बाजेहरू चाहिँ अनि हाम्रो चाहिँ यहाँ स्वागत कार्यक्रम चाहिँ भइसकेको छ टिका लगाएर खाजा लगाएर चाहिँ होइन अनि अब चाहिँ हामीले खाजा चाहिँ सर्भ गर्दैछौँ साथीहरू खाजामा चाहिँ रहेको छ भेडाको त्यो भुटुवा त्यसपछि बोडीको तरकारी अनि रोटी सेलरोटी अब चाहिँ हामी पनि खानुपर्ने हुन्छ हो 5 नै कति बजिसकेको थियो हो 5:30 बजिसक्यो त खाजा नखाएर कस्तो भोक लागेर खाजै खाएको थिएन कि दिउँसो अनि हेर्नु न अब चाहिँ हाम्रो यहाँ स्वागत गीतमा चाहिँ पुरा डान्स चलिरहेछ फेरि अनिसा घलेको अनिसा साम्री घलेको पनि फेरि जानै पर्यो के गर्नु सानोतिनो डान्सर परियो होइन अनि बजेहरू पनि नाच्दै हुनुहुन्छ अनि हाम्रो फेरि यहाँ बाजेहरू त अब फेरि फुल त लगायो भने फेरि साथीहरू लगाउनु एकदमै लगाउनु भएको थियो फुलहरू त होइन मस्त के बाजे चाहिँ मजाले नाचिराख्नु भएको थियो हाम्रो बाजे चाहिँ मैले पहिला देख्दाखेरि पनि त्यस्तै अहिले पनि त्यस्तै लाग्ने कि मलाई कस्तो एकदमै त्यो बाजे एकदमै त्यो टाइपको हुन्छ नि अब लास्टै त्यो बाहिर बस्नुहुन्छ युकेमा बस्नुहुन्छ त्यही पनि आफ्नो गाउँठाउँको आफ्नो चेलीबेटीहरूको लागि भनेपछि एकदमै जे पनि गरिदिनु हुने के नाइन अस्ति नो भन्ने टाइपको के त्यस्तो अनि अर्को बाजे हुनुहुन्छ त्यो के ज्याकेट आर्मी कलरको ज्याकेट लगाएको बाजे पनि एकदमै आफ्नो गाउँठाउँलाई चाहिँ एकदमै ल होइन राम्रो ठाउँमा पुर्याउनु पर्छ भन्ने चाहिँ उहाँहरूको चाहिँ एकदमै सोच चाहिँ एकदमै ठुलो छ होइन धेरै योगदान चाहिँ छ बाजेहरूको चाहिँ होइन अनि हाम्रो चाहिँ यहाँ पुरा डान्स प्रोग्रामहरू पनि चलिरहेको छ फेरि ओहो रमाइलो भइरहेछ अनि उहाँ बाजे पनि हामी सँगसँगै नाच्नु हुने गाउँतिर हुँदाखेरि अनि कति रमाइलो हुनुहुन्छ क्या बाजे पनि अनि अरू बाजे अनि त्यो काकाले चाहिँ नाच्नु नहुने त्यही भएर चाहिँ बाजे चाहिँ नाच्नु भयो हामीले नाच्नु बाजे एकछिन भनेको थिएँ अनि नाच्नु भयो अनि हाम्रो चाहिँ करिब चाहिँ प्रोग्राम चाहिँ सकिन लागेको छ साथीहरू होइन डान्स प्रोग्राम चाहिँ के खाना बाँकी नै छ अनि हेर्नुहोस् हाम्रो लौरेहरूको चाहिँ चेलीबेटीको लागि चाहिँ त्यो अलिकति योगदान हुन्छ नि त्यो चाहिँ गरिदिनु भएको छ बाजेले चाहिँ कस्तो मजाले त्यो हुन्छ नि कुराहरू कस्तो मजाले भन्नुभएको थियो होइन तर सबै कुरालाई त यहाँ एड गर्दाखेरि त मेरो भिडियो अति लामो हुन्छ नि त साथीहरू त्यही भएर मैले चाहिँ थोरै मात्रै गरेको छु हजुरहरूले कस्तो लागिरहेछ हौ यस्तो रमाइलो भइरहेको थियो होइन साथीहरू अनि यस्तो हेर्नु न कस्तो रमाइलो हेर्दाखेरि पनि कस्तो मजा लाग्दो कि त्यस्तो भइरहेको थियो अनि बाजेले चाहिँ हाम्रो बजे फुपू हुनुहुन्छ ल यो चाहिँ लिइदिनु होला भनेर चाहिँ भन्नुभएको छ बजे र फुपू चाहिँ जानुभयो अनि चाहिँ हामीले चाहिँ पायौँ यति धेरै पैसा माया हाम्रो आफ्नो हुन्छ नि अब लाइक चेलीबेटी भनेपछि होइन आफ्नो बाबा आफ्नो दाइहरू आएर यसरी गरिदिनु भएको छ नि त कति खुसी लाग्छ कति रमाइलो लाग्छ होइन उहाँहरूलाई पनि एकदमै रमाइलो भयो भनेर चाहिँ यस्तो मजाले भनिराख्नु भएको थियो खुसी लाग्यो जे होस् पैसा देख्न सक्नुहुन्छ यति धेरै छ होइन अब चाहिँ फोटो खिच्ने ग्रुप फोटो खिच्ने भन्नुभएको थियो बाजेहरूले चाहिँ अनि हामीले ग्रुप फोटो पनि लियौँ त्यसपछि चाहिँ अब खाना खानु पर्यो नि त फेरि अनि खाना खानालाई चाहिँ पुरा रेडी भइसक्यो हो साथीहरू अब सुरुमा चाहिँ हाम्रो पाहुना बाजेहरूले चाहिँ दिने अनि त्यसपछि बल्ल हाम्रो पालो आउँछ नि होइन बाजेहरूले चाहिँ ल खान्छु है के चाहिँ भनेर चाहिँ उहाँहरूले चाहिँ लिइसक्नु भएको छ खाना चाहिँ अब हामी पनि खानुपर्ने हुन्छ साथीहरू है तर मैले त बेकारमा त्यो खाना चाहिँ लिए जस्तो मात्रै भयो कि साथीहरू अब मैले खाएन नि त मैले त अलिकति मात्रै खाएँ किनभने मलाई अलिकति सन्चो पनि थिएन आज त्यही भएर त्यस्तो खाना चाहिँ खान मन लागेन सबैजना दिदीबहिनीहरू मिलेर खाइराख्नु भएको छ होइन खाना मिठो नै थियो तर मलाई आज अलिक सन्चो नभएर चाहिँ त्यो भयो साथीहरू है
अनि यहाँ फेरि ग्रुप डान्स यो चाहिँ ब्रेक डान्स त्यो टाइपको चाहिँ भइरहेको थियो होइन खानासाना खाइसकेपछि चाहिँ सबैजना एकछिन रमाइलो गरेर चाहिँ घरतिर जानुपर्ने हुन्छ भन्दै चाहिँ रमाइलो गरिराख्नु भएको थियो होइन त्यति भन्दै चाहिँ अब मलाई चाहिँ अलि सन्चो नभएको कारणले चाहिँ अब यताउता सरसफाइ गरिराख्नु भएको छ होइन अनि अब चाहिँ जानुपर्छ भनेर चाहिँ म चाहिँ जान्छु भनेर चाहिँ म चाहिँ निस्केको साथीहरू थ्याङ्क यू सो मच हाम्रो बाजे बजे सबैजनालाई है त थ्याङ्क यू सो मच